युट्युब भिडियो हेरेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई नमस्ते। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। साथीहरू, मेरो नाम वीरेन्द्र सिंह। हाल म मलेसिया सेक्युरिटी गार्डमा छु र पहिला म धेरै लामो समय मलेसिया बसेको थिएँ। अहिले म सेक्युरिटी गार्डमा आएँ। पहिले म कम्पनीमा काम गरेको हो भने अहिले 3 वर्ष पुग्न लाग्यो म सेक्युरिटी गार्डमा छु। त्यही भएको कारणले लामो समय मलेसिया बसाएका विभिन्न अनुभवहरू र प्रत्यक्ष देखेका, आफूले भोगेका, कहाँ कति कमाइ हुन्छ, कुन सेक्टर राम्रो हुन्छ, कुन राम्रो हुँदैन भन्ने कुराहरूको मलेसिया खुलिसकेपछि मलेसिया आउनको लागि पर्खेर बस्नुभएको नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई यस्तै भिडियो मार्फत मैले जानकारी दिने गर्छु। र आजको यो भिडियोको टपिक रहेको छ, धेरैजना साथीहरूले मलाई मेसेज पठाउनु भएको छ र धेरैजनाले कलमा पनि सोध्नुहुन्छ र धेरैजनाले कमेन्ट पनि गर्नुभएको छ भिडियोहरूमा। मलेसिया अरू सेक्टर त खुल्यो, सेक्युरिटी गार्ड, प्लान्टेसन, पोल्ट्री फर्महरू सबै खुलेको छ। माछा पालनहरूमा कुखुरा पालन भयो, बङ्गुर पालनहरूमा अहिले भर्खरै गइराखेको छ त्यो डिमान्डहरू। तपाईँहरू चाहिँ केटा साथीहरू आउन सक्नुहुन्छ र धेरैजना साथीहरूले सोधिराख्नु भएको म रिप्लाई दिँदैछु है त। आज जो कम्पनीको लागि पर्खिराख्नु भएको छ, जो सुपर मार्केटको लागि पर्खिराख्नु भएको छ, क्लिनरको लागि, होटल लाइनको लागि पर्खेर बस्नुभएको छ नि, आज म तपाईँहरूको त्यो कमेन्ट र सोधाइको रिप्लाई दिँदैछु। अहिले मलेसिया सरकारले आफै खुल्दैन र खुलेको छैन। सेक्युरिटी कम्पनीहरूमा सेक्युरिटीहरूको जब अभाव भयो तब सेक्युरिटी कम्पनीहरूले यहाँको गभर्मेन्टसँग माग गरे, कामदारहरू ल्याउन पाउनुपर्छ, कामदारको अभाव भयो भन्ने एउटा निवेदन गरिसकेपछि यहाँको गभर्मेन्टले ल्याउन पाउने अनुमति दियो। त्यही भएको कारणले यी 4वटा सेक्टरको अनुमति यहाँको सरकारले दियो। अब सुपर मार्केटका मालिकहरूले, ती कम्पनी दाताहरूले यहाँको गभर्मेन्टसँग माग गर्यो भने कामदारको अभाव भइसकेको छ र कामदारहरू हामीले ल्याउन पाउनु पर्यो भनेर निवेदन दिनु पर्यो यहाँको रोजगार विभागलाई। अनि यहाँको रोजगार विभागले, यहाँको गभर्मेन्टले स्थिति हेरेर आवश्यकता हो कि होइन सत्य तथ्य बुझेर अनि सुपर मार्केटको लागि र फ्याक्ट्रीहरूको लागि कामदारहरू ल्याउने अनुमति बल्ल दिन्छ। पहिलेको जस्तो छैन। पहिले भद्रगोर तरिकाले सबै सेक्टरहरू ओपनिङ गरिदिने, मान्छेहरूले भद्रगोर आवश्यकताभन्दा पनि धेरै कामदारहरू ल्याउने भएको कारणले गर्दाखेरि र पछाडि गएर काम नदिने, महिनौँ दिनसम्म मलेसिया ल्याएर होस्टेलमा राख्ने, खानको पैसा नदिने अनि कामदारहरू भाग्ने, त्यस्तो किसिमको एउटा समस्या भएको कारणले गर्दाखेरि अहिले जुन कम्पनीहरूलाई, जुन सेक्टरका कम्पनीहरूलाई कामदारको आवश्यकता छ ती कम्पनीहरू गएर यहाँको रोजगार विभागलाई चाहिँ निवेदन गर्नु पर्यो। मलाई चाहिँ यतिजना कामदारको आवश्यकता पर्यो, यतिजना महिला, यतिजना पुरुष, यो ठाउँको लागि, यो डिपार्टको लागि कामदारको आवश्यकता छ भनेर जानकारी गरायो भने यहाँको गभर्मेन्टले अहिले अनि त्यस पछाडि चाहिँ सत्य तथ्य बुझेर यी कम्पनी मालिकहरूलाई कामदारहरू ल्याउनको लागि अनुमति दिन्छ। अनि त्यसपछि मात्रै खुल्छ। अहिले स्टेप बाई स्टेप खुल्दैछ। धेरै नआत्तिनुहोस्, अब खुल्नेवाला छ। जो अलि अप्ठ्यारो काम छ नि, जो बाहिर एग्रिकल्चर, प्लान्टेसन भनेको जङ्गलमा काम गर्नुपर्ने त्यो खुलिसक्यो। सेक्युरिटी गार्ड भनेको पनि खुलिसकेको छ, त्यो पनि धेरै जसोले नरुचाउने काम। अब पोल्ट्री फर्म र त्यो पनि प्रयासो अलिकति मान्छेहरूले आउन मान्दैन है। त्यस्तो कामहरूमा प्रयासो मान्छेले, हामी नेपालीहरूले रुचाउने भनेको फ्याक्ट्री नै हो। फ्याक्ट्री अनि सुपर मार्केटतिर हो र जतिजना पहिला सुपर मार्केट र फ्याक्ट्रीहरूमा काम गरेर फर्किनु भएको छ, उहाँहरूले काम सिक्नु भएको छ र मलेसिया फेरि त्यो सेक्टरमा खुलिसकेपछि मलेसिया नै जानुपर्छ भनेर तपाईँहरू जतिजना पर्खेर बस्नु भएको छ, वेट गर्नुहोस् है त, धैर्य धारण गर्नुहोस्। अब खुल्नेवाला छ, धेरै समय लाग्दैन। जेठ 18 गते बन्द भएको हो भने अब झन्डै 1 वर्ष हुनै लागेको छ र अब 1 वर्ष पछाडि मान्छेहरू पनि कामदार कम्पनीहरू अभाव भएको छ र त्यही भएको कारणले अब खुल्नेवाला छ है त। अहिले ठ्याक्कै यति गते, यति तारिक, यो महिनामा खुल्छ भन्न सकिँदैन। यहाँका जबसम्म कम्पनी मालिकहरूले आफ्नो कम्पनीमा कामदारहरूको अभाव भएर यहाँको गभर्मेन्ट अथवा यहाँको रोजगार मन्त्रालयलाई जानकारी दिँदैन अनि तबसम्म चाहिँ मलेसिया खुल्नेवाला छैन ती सेक्टरको लागि है त। सबै सेक्टर त्यस्तै भइराखेको छ। अनि त्यही भएको कारणले धैर्य धारण गर्नुहोस्, नआत्तिनुहोस्, खुल्नेवाला छ। बेसिक सेलेरी 1700 पाउनुहुन्छ नयाँ आउने साथीहरूले। ओटी चल्यो भने ठिकै छ, ओटी चलेन भने 1700 प्लस खाइपिएर 1000 देखि 1200 रिङ्गिट बचाउन सकिन्छ। नेपाली रुपैयाँ
30 देखि 35,000 बचाउन सकिन्छ है त, नआत्तिनुहोस्। साथीहरू, मैले जानकारी दिने भिडियोहरू तपाईँहरूलाई कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नुहोस् है त। च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर जोडिनुहोस्। अनि सोध्न मन लागेको कुराहरू चाहिँ तपाईँहरू कमेन्टमा सोध्नुहोस्, बुझ्नुहोस् राम्रोसँग। मलेसिया खुल्या छैन अहिले, के हेर्नु के सोध्नु नभन्नुहोस्। मलेसिया आउनुभन्दा पहिला हरेक कम्पनीको बारेमा, हरेक कामको बारेमा, स्यालेरीको बारेमा, ओटीको बारेमा बुझिराख्नुहोस्, जानिराख्नुहोस्। पछाडि तपाईँहरूलाई आउन सजिलो हुन्छ। म्यान पावरहरूमा आइसकेपछि पनि यो काममा यस्तो छ भनेर तपाईँहरू आफै पनि झुट बोल्ने एजेन्ट र म्यान पावरहरूलाई भन्न सक्नुहुन्छ। अनि पछाडि मलेसिया आइसकेपछि पछुतो हुँदैन है त। बुझिराख्दा ठिक हुन्छ। धेरै भिडियोहरू अपलोड गर्नु छ साथीहरूले मलेसियाको बारेमा, हेर्नु होला सर्च गरेर है त। अनि आजको यो जानकारीमूलक भ्लग भिडियो यही नै। भेटौँला अर्को भ्लग भिडियोमा। सबैजना स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, नआत्तिनुहोस्, धैर्य धारण गर्नुहोस्। सुपरमार्केट र फ्याक्ट्री र होटल लाइन क्लिनरहरू केही समय पछाडि कर्मचारी खुल्नेवाला छन् है त।